जोकरफुच्चीले ती जनावरहरूलाई सिसाको भाडामा कैद गरेर आफ्नो घरमा लैजान्छिन् र टेबलमाथि राख्छिन्। उसले त्यसमा दुईटा जनावर, जिराफ र कालो सिंहलाई आफ्नो जादुई शक्तिले तिनीहरूलाई खानामा परिवर्तन गरिन्। उसले त्यो जनावरबाट बनाएको खाना एकदम स्वाद लिएर खान्छिन् र दाँत देखाएर हाँस्छिन्। त्यसपछि जोकरफुच्ची हातमा खाली टोकरी लिएर जङ्गलतर्फ लाग्छिन्। उसले त्यहाँ गएर एउटा अनौठो प्रकारको ढुङ्गा जसमा रातो र नीलो रङ गरिएको हुन्छ त्यो ढुङ्गालाई आफ्नो टोकरीमा भर्न थाल्छिन् र बगैँचातर्फ गएर उसले कालो रङका फूलहरू पनि आफ्नो टोकरीमा भर्न थाल्छिन्। त्यतिकैमा एउटा कालो रङको सर्प उसको बाटो अगाडि आइपुग्छ, तर पनि उसले नडराइकन त्यो सर्पलाई आफ्नो जादुई शक्तिले माउरीहरूमा परिवर्तन गरेर भगाइदिन्छिन्। उता घरमा जङ्गलका जनावरहरू स्वतन्त्र हुने आशामा सिसाभित्रबाट छटपटाइरहेका छन्। एक्कासी जनावरहरू भएका सिसा चम्किन थाल्छ र घुमेर भुइँमा खस्छ। त्यसपछि सबै जनावरहरू त्यहाँबाट खुसी हुँदै भाग्न थाल्छन्। उता जोकरफुच्ची जादुई फल टिप्नका लागि डुङ्गा चढेर भित्री जङ्गलतर्फ जान्छिन्। घरमा जनावरहरू सिसाबाट फुत्केर भागिसकेका कुरा उनलाई थाहा हुँदैन। ऊ जादुई फलहरूको रुखमुनि बसेर फलतर्फ हेर्दै फल टिप्नका लागि तयार हुँदै थिइन् र आफ्नो जादुई शक्तिहरू प्रयोग गरेर फलहरू टिप्न थाल्छिन्। र यस कहानीमा अगाडि के हुन्छ भन्ने जान्नको लागि नेपाली एआई टेल्स हेर्दै गर्नुहोस् र हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला।